यहाँहरू सम्पूर्णलाई नमस्कार। यो हप्ता चाहिँ तपाईहरुलाई तीनवटा कम्पनीको आइपिओहरू चाहिँ खुल्दैछ। त्यसका लागि 3000 रुपैयाँ ठिक्क पार्नुपर्ने भएको छ। पहिलो कम्पनी रहेको छ साल्पा विकास बैंक। यसले पौष 16 गतेदेखि पौष 20 गतेसम्म आफ्ना सर्वसाधारण लगानीकर्ताहरूका लागि चाहिँ सेयर निष्कासन गर्दैछ। यहाँहरूले पैसा रेडी बनाएर भर्नुहोला। पौष 16 गतेदेखि पौष 20 गतेसम्म तपाईहरुले भर्नुपर्नेछ। यसको लागि इस्यु सेयर 14,39,179 किता रहेको छ। पर किता प्राइस 100 रुपैयाँ मात्र हो। सेक्टर डेभलपमेन्ट बैंक सेक्टरको कम्पनी हो। यो इस्यु म्यानेजर मुक्तिनाथ क्यापिटल हो। यो कम्पनीको सेयरमा तपाईले 10 किताका लागि मात्र एप्लाई गर्दा हुन्छ। त्यहाँभन्दा बढी तपाईहरुको लागि यो कम्पनीको सेयर पर्ने छैन। त्यसैले धेरै पैसा होल्ड गराउनु भन्दा मात्र 1000 रुपैयाँमा 10 किता सेयर भर्नुहोला। त्यसपछि अर्को कम्पनी रहेको छ एफपिओ विजय लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको एफपिओ रहेको छ। यसको पौष 21 गतेदेखि पौष 24 गतेसम्म भर्न मिल्नेछ। यो कम्पनीको आइपिओ तपाईहरुले भर्नका लागि रेडी रहनुहोला र यसको कुनै पनि पहिलो चरण दोस्रो चरण हुने छैन। यो कम्पनीको सेयर पहिला नै खुलिसकेको र दोस्रो बजारमा कारोबार भइरहेको हुँदा यसले पुँजी वृद्धिका लागि खुलाएको हो। यो र इस्यु म्यानेजरमा यसको एनएमबी क्यापिटल रहेको छ। माइक्रो फाइनान्स सेक्टरको कम्पनी हो र RS100 पर कितामा यो कम्पनीको सेयर चाहिँ खुलेको छ र 4,66,817 किता खुलेको छ। यसमा पनि 10 किता भर्नुहोला। 10 किता भन्दा बढी पर्नेवाला छैन र यो भाग्यमानी लगानीकर्ताहरूका लागि मात्रै पर्नेछ र परेमा निकै राम्रो हुनेछ यो कम्पनीको सेयर। त्यसकारण भर्नका लागि रेडी रहनुहोस्। यसको लास्ट ट्रान्ज्याक्सन प्राइस चाहिँ 765 रुपैयाँ रहेको छ। भन्नुको मतलब तपाईहरुले 1000 रुपैयाँमा भर्दा पर्यो भने अहिले नै पनि यसको सेयरको मूल्य चाहिँ कति हुन्छ 7650 रुपैयाँ चाहिँ हुनेछ। त्यसकारण नछुटाउनु होला, नदोर्याउनु होला भन्नु त के भन्ने, नछुटाउनु होला है। कृपया भर्न चाहिँ रेडी रहनु होला, भर्नु नै होला र सेयर बजार सम्बन्धी कुनै जानकारी छैन भने हामीसँग सम्पर्क गर्नुहोला। कृपया जानकारी दिनेछौँ। त्यसैगरी अर्को कम्पनी रहेको छ सुपर मादी हाइड्रो पावर कम्पनी लिमिटेड। यसले पौष 22 गतेदेखि फरेन इम्प्लोयमेन्ट र लोकल स्थानीयवासीहरूका लागि चाहिँ सेयर खुलाउँदैछ र पौष 22 गतेदेखि पौष 25 गतेसम्म फरेन इम्प्लोयमेन्टहरूका लागि 4 दिन खुलाउँछ भने लोकलहरूका लागि चाहिँ 15 दिनको लागि खुलाउनेछ र यसको इस्यु सेयर चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चाहिँ 1,55,000 किता रहेको छ है। र तपाईहरु वैदेशिक रोजगारीमा हुनुहुन्छ जो कोही तपाईहरुले चाहिँ भर्नुहोला र लोकल अथवा स्थानीयवासीहरूका लागि चाहिँ 15,50,000 किता चाहिँ यसको सेयर जारी गर्ने भएको छ र तपाईहरुले चाहिँ 15,50,000 किताका लागि 100 रुपैयाँमै भर्न पाउनुहुनेछ र तपाईहरुले कति किता भर्नुहुन्छ त्यो चाहिँ ग्लोबल आइएमई क्यापिटल यसको इस्यु म्यानेजर रहेको छ। कुनै पनि बैंक अथवा मेरो सेयरबाट भर्नुहोला। कसैले पनि यो सेयर बजारको बारेमा डिम्याट एकाउन्टहरू खोल्नु भएको छैन भने चाहिँ बैंकमा गएर चाहिँ डिम्याट एकाउन्ट खोल्नुहोला अनि सेयर भर्नुहोला है। सबैले भर्नुहोला। नानी बाबुहरूको पनि बनाएर भरिदिनु होला। तपाईहरुलाई मेरो अनुरोध छ, कृपया यो काम चाहिँ अनिवार्य रूपमा गर्नुहोला। धन्यवाद।